साथीहरू, तपाईँहरूलाई मेरो भ्लगमा स्वागत छ। र आज चाहिँ म हेयर ट्रिटमेन्ट गर्नु जाँदैछु र यहाँनिर चाहिँ आङीले हाई भन्नुहुँदैछ र यहाँ मैले हेयर वास गरिसकेर पनि आङीले हेयर ड्राई गरिदिनु हुँदैछ र मैले चाहिँ न्यानोप्लास्टिया गर्दैछु किनकि मेरो हेयर चाहिँ एकदमै फ्रिजी ड्यामेज छ, त्यही भनेर चाहिँ न्यानोप्लास्टिया गरेको। र हेर्नुहोस् त साथीहरू, मेरो हेयर कतिको चाहिँ फ्रिजी छ र कतिको चाहिँ ड्यामेज भएको छ र अब चाहिँ कस्तो हुन्छ न्यानोप्लास्टियाले त्यो तपाईँलाई म देखाउने छु। र आङीले चाहिँ यहाँनिर चाहिँ न्यानोप्लास्टियाको लागि चाहिँ भेल्भेट्रीको प्रडक्ट युज गर्नुहुँदैछ। यो चाहिँ एकदमै राम्रो हुन्छ अरे होइन। अन्त आङीले यहाँनिर क्रिमहरू पनि रेडी गर्नुहुँदैछ र यहाँनिर चाहिँ म क्रिम लगाइ पनि सकेको छु। र हेर्नुहोस् त साथीहरू, क्रिम लगाउन सकेर मेरो कपाल कति चाहिँ पातला छ त्यो हेर्नुहोस् त। र आङीले चाहिँ यहाँनिर चाहिँ अब यसको बारेमा प्रडक्टहरूको बारेमा भन्नुहुँदैछ र यहाँनिर चाहिँ हेयरमा क्रिम लगाइसकेर पनि यसरी यो प्याक गर्नुभएको छ। र अब चाहिँ मेरो हेयरको ट्रिटमेन्ट भइसकेको छ र रिजल्ट चाहिँ यस्तो छ। हेर्नुहोस् त साथीहरू, तपाईँहरूलाई कस्तो लाग्यो मेरो हेयरको रिजल्ट चाहिँ। अब कस्तो थियो अघि, कस्तो फ्रिजी थियो होइन, अहिले यस्तो स्मुथ, यस्तो साइनिङ होइन, फ्रिज फ्री रिपेयर एकदमै राम्रो भएको छ। म चाहिँ एकदम खुसी भएको छु र मलाई यो नयाँ लुकले कस्तो देख्यो साथीहरू मलाई कमेन्ट गरेर भन्नुहोस् होला। अघिको र अहिलेको लुक्समा कति डिफ्रेन्स छ हेर्नुहोस् है। र तपाईँहरूलाई पनि गर्नु छ भने चाहिँ हाम्रो आङीसँग कन्ट्याक्ट गर्नुहोस् र तपाईँहरूलाई पनि गर्नु इच्छा छ भने चाहिँ मलाई मेसेज गर्नुहोस् र म आङीको कन्ट्याक्ट नम्बर दिनेछु तपाईँहरूलाई। बाई बाई साथीहरू।